हाई, दिस इज मिस सरिता। आज हजुरहरू समक्ष चाहिँ एउटा आफूले जानेको जानकारी पुर्याउँ भनेर चाहिँ यहाँ आएको छु म चाहिँ रिसेन्टली चाहिँ 2वटा स्कुलमा चाहिँ गएको थिएँ वासको ट्रेनिङ दिनलाई है। वास भन्नाले चाहिँ वाटर सेनिटेसन एन्ड हाइजिन भन्छ इङ्ग्लिसमा। सरसफाइ, खानेपानी सरसफाइ र स्वच्छता है, सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ र वातावरणीय स्वच्छताको बारेमा चाहिँ तालिम दिउँ भनेर गएको थिएँ र मैले सफलतापूर्वक चाहिँ तालिम सम्पन्न गरेर पनि आएँ। र मैले चाहिँ यो तालिम दिँदै गर्दा चाहिँ त्यो तालिममा मैले के गरेको थिएँ भन्दा चाहिँ 3वटा चाहिँ गतिविधिहरू चाहिँ राखेको थिएँ, त्यसलाई जुनलाई चाहिँ मैले गेम 3वटा गेम भनेर राखेको थिएँ र चाहिँ त्यो चाहिँ म एकदमै प्रभावकारी चाहिँ लाग्यो। वासको बारेमा चाहिँ विद्यार्थीहरूलाई बुझाउन चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका खेल्यो त्यो 3वटा गेमहरूले। फर्स्टमा चाहिँ छ क्लिन वाटर डर्टी वाटर भन्ने गेम है, सफा पानी फोहोर पानी गेम। अनि सेकेन्डमा छ ग्लिटर बल गेम र एक्टिभिटिज र लास्टमा चाहिँ पिन द पू एक्टिभिटी छ। कतिपय साथीहरूलाई चाहिँ थाहा नै छ होला यसको बारेमा होइन, थाहा भए तापनि थाहा नभएको साथीहरूलाई चाहिँ आफ्नो चाहिँ यो आफूले जानेको कुरा सिकाउँ भनेर चाहिँ म यहाँ आएको। र फर्स्टमा त्यो मैले भने जस्तै यो क्लिन वाटर डर्टी वाटर गतिविधि चाहिँ कसरी खेल्न सकिन्छ भन्दाखेरि चाहिँ 2वटा सफा ग्लासमा ट्रान्सप्यारेन्ट ग्लासमा चाहिँ पानी लिने 2वटा ग्लासमा, अनि एउटामा चाहिँ हजुरले नुन अनि थोरै मात्रामा नुन चिनी, अब जुनमा त कलर आउँदैन होइन त्यस्तो, अनि भेनेगरहरू नभए कागतीको थोरै थोपा चाहिँ राख्न पनि सक्नुहुन्छ। अनि एउटा ग्लासमा चाहिँ यत्तिकै सादा नर्मल पानी राख्नु होइन, अनि राखेर 2वटा ग्लास राख्नु यसरी। अनि 2जना विद्यार्थीलाई अगाडिबाट बोलाएर सबैको अगाडि देखाएर चाहिँ हेर्दाखेरि यो पानी सफा छ भनेर भन्नु, अनि उहाँहरूले चाहिँ सफा छ भनेर भन्नुहुन्छ। त्यसपछि उहाँहरूलाई पिउन दिनुहोस् त्यो पानी होइन। अनि एकजना अब त्यो केही पनि नहालेको पानी त नर्मल पानी जस्तै हुने भइहाल्यो। त्यसपछि त्यो अर्को पानी चाहिँ त्यो नुनहरू केही मिसाएको पानीमा चाहिँ त्यसको स्मेल नभन्नु टेस्ट फरक आउने भयो होइन। त्यसपछि उहाँहरूलाई प्रश्न सोध्नु हजुरले चाहिँ यो पानी देख्दा त सफा थियो नि होइन भन्नु, अनि हो भन्नुहुन्छ। त्यसपछि चाहिँ सफा हुँदैमा चाहिँ पानी सुरक्षित हुने रहेछ त भनेर चाहिँ हामीले सोध्न सक्यौँ कि यसरी चाहिँ उहाँलाई बुझाउन सक्यौँ। हामीले चाहिँ आँखाले हेर्दाखेरि सफा देखिए पनि त्यो पानी सुरक्षित हुँदैन रहेछ भन्ने कुराहरू चाहिँ हामीले उहाँहरूलाई सिकाउन सक्यौँ है। त्यो गतिविधिले चाहिँ हामीलाई त्यो कुरा सिकायो। अनि अर्को दोस्रोमा चाहिँ ग्लिटर बल एक्टिभिटिज भनेर छ। हजुरहरूसँग ग्लिटर छ भने त भइहाल्यो, छैन भने चाहिँ त्यसको ठाउँमा अबिर पनि प्रयोग गर्न सक्नुहुन्छ। एउटा सानो बल लिने, बलमा अबिर दल्ने होइन अथवा ग्लिटर दल्ने। अनि त्यसपछि के गर्ने, सबै विद्यार्थी भाइ बहिनीहरूलाई गोलो बनाएर लाइन लगाउने। त्यसपछि चाहिँ त्यो ग्लिटरमा त्यो बलमा ग्लिटर राख्ने, त्यसपछि सबलाई पास गर्दै जाने, हातमा यस्तो यस्तो गरेर पास गर्दै जाने होइन। अनि त्यसपछि लास्टमा गई सबलाई आफ्नो हात यसरी देखाउनुहोस् भन्ने, अनि आफू पनि यसरी हेर्नुहोस् भन्ने। त्यसपछि त्यहाँ चाहिँ हातमा त ग्लिटर देखियो, त्यसले के थाहा हुन्छ भन्दाखेरि हामीले चाहिँ ठ्याक्क केही खानेकुराहरू देखिहाल्यो भने ट्याप टिपेर खाइहाल्ने बानी हुन्छ नि त कसैको होइन। त्यसलाई धुनेतिर हाम्रो ध्यान जाँदैन कि। अब जस्तो अब चाहिँ आँप पाक्ने सिजन छ नि, अब रुखबाट चाहिँ आँप झऱ्यो, पाकेको आँप झऱ्यो र हामीले चाहिँ ट्याप्प टिपेर त्यसलाई खाइहाल्यो, धुनेतिर हाम्रो दिमागै जाँदैन भनेपछि चाहिँ के हुने रहेछ भन्दाखेरि चाहिँ अब रासायनिक मलहरू जैविक मलहरू चाहिँ हालेको हुन्छ नि त बारीमा होइन। अनि त्यसपछि अब जीव जन्तुहरूले चाहिँ दिसा पिसाब गरेका हुन्छन्, अनि हामीले त अब त्यसरी झरेको कुराहरू ट्याप्प टिपेर खायो भने त त्यसबाट किटाणुहरू हाम्रो शरीरमा आउने भयो। त्यही भएर चाहिँ हामीले उहाँहरूलाई के सिकाउन सकियो यो गतिविधिबाट भनेर चाहिँ हामीले चाहिँ कुनै पनि कुराहरू देख्ने बित्तिकै खाइहाल्न हुँदैन। हाम्रो हात पहिला साबुन पानीले मिची हात धोएर मात्र त्यो सामान त्यो खानेकुरालाई चाहिँ खानुपर्छ भनेर सिकाउन मिल्यो। त्यसले पनि हामीलाई एउटा सिकाइदियो है, सिक दियो है। अनि त्यसपछि लास्टमा चाहिँ पिन द पू भन्ने गेम छ। मैले जम्मा 3वटा गेम खेलाएको थिएँ उहाँहरूलाई। पिन द पू भन्ने गेममा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ टोयलेटमा हामीले चाहिँ खासमा प्यान भनेर बुझाउँदाखेरि एकदम सजिलोसँग बुझ्नुहुन्छ विद्यार्थीहरूले होइन। टोयलेटभित्र के हुनुपर्छ, अब जस्तो डस्टबिन भयो, साबुन, धारा, अनि त्यसपछि बाल्टी भयो, जग होइन, यो कुराहरू चाहियो। मेन त अब प्यान भयो, सफा हर्पिकहरू, कुच्चोहरू के चाहिन्छ त्यो भयो। र हामीले चाहिँ उहाँहरूलाई के सिकाउनु भन्दाखेरि पिन द पूमा चाहिँ एउटा पू भन्ने कार्ड हुन्छ, यहाँ त अहिले त मसँग छैन होइन।
पु भन्ने कार्ड बजारमा किन्न पनि पाउँछ। त्यो पु भन्ने कार्ड लगेर चाहिँ फ्लेक्समा अथवा बोर्डमा चाहिँ त्यो प्यानको स्ट्रक्चर बनाउने, टोयलेटको स्ट्रक्चर बनाउने, अनि त्यहाँ गएर चाहिँ अनि त्यो एउटा विद्यार्थीको चाहिँ 2जना विद्यार्थीलाई अगाडि बोलाउने, एउटाको चाहिँ आँखा बन्द गर्ने रुमालले, अनि अर्को साथीलाई चाहिँ डिरेक्सन दिन लगाउने होइन। अनि त्यसपछि गएर चाहिँ त्यो प्यानमा चाहिँ गएर सोही ठाउँमा जहाँ दिशा गर्नुपर्ने हो त्यहाँ चाहिँ लगेर त्यो पुको स्टिकर चाहिँ टाँच्न लगाउने है। त्यस्तो गर्दाखेरि चाहिँ ठ्याक्क लाएर त्यो विद्यार्थीले चाहिँ त्यहाँ गएर त्यो डाइरेक्सन सही डाइरेक्सन दिँदाखेरि त्यो पुको त्यो कार्डलाई लगेर चाहिँ त्यहाँ प्यान जहाँ टोयलेट गर्नुपर्ने हो त्यो ठाउँमा लगेर टाँच्न सक्छ कि सक्दैन भनेर हेर्ने। त्यो ठ्याक्क टाँस्यो भने चाहिँ वाउ भनेर सबले ताली बजाउने होइन। ठ्याक्क पु चाहिँ जहाँ पिन गर्नुपर्ने हो त्यहीँ गएर पिन भयो भन्ने चाहिँ बुझिन्छ। अनि त्यहाँ यताउति भयो भने यसरी चाहिँ गर्ने होइन रहेछ नि त होइन, हामीले चाहिँ दिसा पिसाब चाहिँ सही ठाउँमा चाहिँ गर्नुपर्ने रहेछ, यसले हामीलाई नै राम्रो गर्ने रहेछ। असुरक्षित दिसा पिसाब जहाँ पाए त्यहीँ गर्नाले चाहिँ हाम्रै स्वास्थ्यमा नै हानि पुर्याउँदो रहेछ भन्ने कुरा चाहिँ हामीहरूले उहाँहरूलाई सिकाउन सकिने रहेछ। र मलाई चाहिँ यो 3वटा एक्टिभिटिज गेम भन्ने बित्तिकै भाइ बहिनीहरू एकदमै खुसी पनि हुने र एकदमै रमाइलो पनि भयो र उहाँहरूलाई चाहिँ बुझ्न पनि एकदमै सजिलो भयो। उहाँहरूले एकदम सजिलोसँग बुझ्नुहुँदो रहेछ। र तपाईँहरू पनि वासको ट्रेनिङ दिन जाँदै हुनुहुन्छ, तालिम दिँदै जानुहुन्छ, विशेष गरी विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ तालिम दिन जाँदै हुनुहुन्छ भने यो 3वटा गेम खेलाउनु भयो भने चाहिँ यसले एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र यो वासलाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ यसले चाहिँ लामो समयसम्म चाहिँ सकारात्मक प्रभाव पार्छ भन्नेमा चाहिँ म विश्वस्त छु। र आजलाई यति नै, धन्यवाद।